भौतिक पूर्वाधार नमुना विद्यालयको लागि भौतिक पूर्वाधार अझै पनि एकदमै व्यापक रूपमा एकदमै हामीलाई प्रचुर मात्रामा पुग्ने अवस्थामा छैन। हेर्दाखेरि सौन्दर्यकरणका विषयहरू भए, बााउन्ड्री वाल पेन्टिङको कुराहरू भए, बालमैत्री बालबाटिकाको कुराहरू भए, अनि हाम्रो यसै विद्यालयमा यत्रो ठुलो प्राङ्गण त देखिन्छ, हरेक वर्ष रनिङ सिल हुन्छ, खेल मैदानको रूपमा प्रयोग हुन्छ, तर सधैँ हरेक वर्ष चाहिँ माटो पटान होइन जेसिबी ल्याएर हामीले खेल मैदान तयार गर्नुपर्ने अवस्था भइरहन्छ। यसलाई पनि मध्यनजर गरेर बर्खामा पानी जम्छ, हामीलाई हिँड्न सक्ने अवस्था हुँदैन, माटो पटानका विषयहरूलाई पनि ध्यान केन्द्रित गरिदिनु होला। सँगै दक्ष जनशक्तिको पनि अभावै छ। अब मावि भयो भने कम्तीमा हाम्रो 4-5 जना शिक्षक अभाव हुन जान्छ। अरू विषयहरू हामी आफै पनि म्यानेज गर्न सक्छौँ। त्यसपछि चाहिँ विद्यालय सञ्चालनको लागि चाहिँ प्रशासनको लागि चाहिँ एकजना स्टाफ चाहिँ अनिवार्य जरुरी हुनुपर्ने भयो। अब शिक्षा नियमावलीमा शिक्षकले एउटा प्रधानाध्यापक भइसकेपछि 2टा विषय कम्तीमा पढाउनै पर्छ भन्ने नियम छ। सँगसँगै एउटा मावि लाइसेन्स वा निमावि लाइसेन्स वा शिक्षकको लाइसेन्स लगिसकेपछि होइन अब अकाउन्टेन्टको कामसम्म गर्नुपर्छ। त्यो काम कतिको पारदर्शी एकदमै स्पष्ट रूपमा सजिलो तरिकाले गर्न सकिन्छ, त्यसको लागि कतिको बाधा व्यवधानहरू आउँछन्, त्यसलाई पनि मध्यनजर गर्दै एउटा स्टाफको व्यवस्था गरिदिनुपर्ने अवस्था देखिन्छ। म विद्यालय तथा